वेलकम ब्याक टु एनदर भिडियो। आजको भिडियोमा चाहिँ हामी मोडुलर प्रोग्रामिङको सिरिजका केही क्वेसनहरू चाहिँ सल्भ गर्नेछौँ। के भ्युअर्सहरूले मलाई सिरिजका क्वेसनहरू गरिदिनु भनेर रिक्वेस्ट गरे बमोजिम हामी सिम्पल सिरिजका क्वेसनबाट स्टार्ट गरेर चाहिँ आजको क्वेसनहरू चाहिँ सल्भ गर्नेछौँ। सुरुमा चाहिँ हामी फर्स्ट सिरिज क्वेसन सल्भ गर्न गइरहेका छौँ। फर्स्टमा चाहिँ 1 2 3 4 डट 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 10th टर्म। अब यो सिरिज हामीले सुरुमा चाहिँ कसरी गइराखेको छ त्यो चाहिँ बुझ्नुपर्ने हुन्छ। हाम्रो सिरिज अब यसमा कसरी गइरहेको छ त अब सिम्पली हाम्रो यसमा चाहिँ सिरिज चाहिँ नेचुरल नम्बर गइरहेको छ 1 2 3 4 हैन। अनि यसमा चाहिँ 10th टर्मसम्म हामीले निकाल्नु पर्ने छ। सो हामी के गर्ने छौं भनेपछि 1 देखि 10 सम्मका नम्बरहरूलाई चाहिँ प्रिन्ट गर्ने छौं। अब बाइ युजिङ सब प्रोसिड्युर हैन, सब प्रोसिड्युरको युज गरेर चाहिँ आज हामी यो सिरिज चाहिँ फर्स्ट क्वेसन चाहिँ सल्भ गर्न गइरहेका छौं। ध्यान दिएर हेर्नु होला, सबैजनाले मजाले बुझिन्छ। यो फर्स्ट क्वेसन बुझियो भनेपछि हामीलाई अन्य अलि फेरि कम्प्लेक्स गर्दै जानेछौँ। अहिले चाहिँ सिम्पल प्रोग्रामबाट हामीले सुरु गर्दैछौँ। अब मैले के गरिदिएँ, डिक्लियर केबाट गर्दैछौँ, हामीले सबबाट गर्दैछौँ। त्यही भएर डिक्लियर सब गरे। सब गरिसकेपछि अब नेम दिउँ। नेम चाहिँ मैले सिरिज भनेर दिएँ, सिरिजलाई सेरी दिदिए। अनि अब यसमा चाहिँ कुनै पनि हामीले प्यारामिटरहरू दिनुपर्ने छैन। कुनै प्यारामिटरहरू पास गर्नुपर्ने छ त छैन, किनकि हामीलाई त क्वेसनले चाहिँ यो WAP2 प्रिन्ट दिस भनेर 1 2 3 4 डट 10th टर्म भनेर भनेको छ भनेपछि यहाँ हामीले कुनै पनि प्यारामिटरहरू लेख्नु परेन। त्यसपछि मैले के गरिदिएँ, CLS गरिदिएँ, स्क्रिन क्लियर गरेँ। स्क्रिन क्लियर गरिसकेपछि हामीले सिम्पली कल गर्नुपर्छ। कल गर्नको लागि मैले भन्दै गइरहेको छु प्रत्येक भिडियोमा। सबमा कल गर्नको लागि कल भनेर लेख्नुपर्छ। कल स्टेटमेन्टको युज हुन्छ। कल लेखिसकेपछि कल केलाई गर्ने हो, जे हामीले नाम दिएका छौँ, कल सिरिज कल। अब यहाँ चाहिँ सिरिज पुरै पनि लेख्न सक्नुहुन्छ, एस मात्रै लेख्दा पनि हुन्छ हैन। यो चाहिँ मैले अब भेरिएबल कसरी डिक्लियर गर्छौँ त्यो चाहिँ भनेकै छु हैन। कल सेरी लेखिदिए। कल गरिसकेपछि अब हाम्रो चाहिँ कहाँ जान्छ त यो प्रोग्राम। मैले बिचमा यो लाइन छोडेँ। अब किन छोडेँ अहिले एकछिनमा हामीलाई थाहा हुन्छ। जहाँ चाहिँ सब छ त्यो लाइनमा जान्छ। अब सब सेरी लेख्छौँ। हामीले 10 वटा टर्महरू निकाल्नु पर्ने भएको हुनाले यसमा चाहिँ लुप लगाउँछौँ। फोर लुपको युज गरौँ। फोर I equals to 1 to 10। 1 to 10 किन गरेको, 10th टर्मसम्म निकाल्नु पर्ने भएको हुनाले 10 चोटि लुपलाई चाहिँ हामीले घुमाउनु पर्ने छ। अब मैले के गरिदिएँ, सिम्पली फर्स्टमा चाहिँ 1 प्रिन्ट गर्नुपर्ने छ। I को भ्यालु के छ, 1 नै छ। त्यही भएर मैले के गरिदिएँ त, प्रिन्ट I गरिदिएँ। I प्रिन्ट गर्दाखेरि अब के भयो त, 1 प्रिन्ट भयो नि त हैन। 1 प्रिन्ट भयो। अब मैले सेमी कलम चाहिँ पछाडिपट्टि लगाएँ, किनभनेपछि हामीले चाहिँ के गर्नुपर्ने छ, 1 2 3 यसरी चाहिँ प्रिन्ट गर्नुपर्ने छ, न कि अब 1 2 3 यसरी गर्नुपर्ने भए चाहिँ हामी सेमी कलम चाहिँ अगाडिपट्टि लगाउँथ्यौँ। पछाडिपट्टि सेमी कलम लगायो भने चाहिँ हाम्रो यसरी चाहिँ प्रिन्ट हुन्छ। अब अहिले I प्रिन्ट गर्यो भने त 1 मात्रै प्रिन्ट भयो। अब 2 3 4 5 6 7 8 9 10 सम्म प्रिन्ट गर्नु छ। अब यहाँ चाहिँ स्टेप मैले केही नलेखेँ भनेपछि बाइ डिफल्ट के हुन्छ, 1 ले बढ्छ। स्टेप 1 लेख्दा पनि भयो, केही नलेख्यो भने पनि के हुन्छ, बाइ डिफल्ट 1 ले चाहिँ हाम्रो लुप चाहिँ बढ्दै जान्छ। अनि त्यसपछि मैले के गरिदिएँ, नेक्स्ट I गरिदिएँ। 4 र नेक्स्ट भनेको के हो, लुप हो, यो बिचमा घुम्ने हो नि त हैन। नेक्स्ट I गरिदिएँ। नेक्स्ट I गरिसकेपछि अब यति बिचमा लुप घुमाउने हो हामीले चाहिँ। अनि इन सब गरिसकेपछि चाहिँ सब इन भयो। जहाँ इन सब गर्ने बित्तिकै जहाँबाट कल गरेको हो त्यही चाहिँ हाम्रो प्रोग्राम पुग्छ। कल यहाँबाट भयो। अब प्रोग्राम सक्यो भनेपछि यहाँ के गर्ने,
इन्ड गर्ने। यो प्रोग्राम रन कसरी भइरहेछ त्यो हेरौँ। डिक्लियर गऱ्यौँ, सब गऱ्यौँ, अनि हामीले सिरिज भनेर सेरी भनेर नाम लेखिदियौँ। सिएलएस गर्ने बित्तिकै हाम्रो आउटपुट स्क्रिन चाहिँ के भयो त, आउटपुट स्क्रिन चाहिँ क्लियर भयो। आउटपुट स्क्रिन क्लियर भएपछि कल गऱ्यौँ। कल गर्ने बित्तिकै हाम्रो कहाँ जान्छ, सबमा जान्छ, सब सेरीमा आयो, फोर लुप सुरु भयो। अब हेरौँ आईको भ्यालु कति हुन्छ, सुरुमा 1 बाट स्टार्ट भएको छ, इनिसियल भ्यालु हो नि त यो 1 इनिसियल भ्यालु हो भनेपछि आईको भ्यालु कति भयो त, 1 भयो। अनि त्यसपछि के गर्छौँ हामीले, 1 पछि अर्को लाइनमा जान्छ, यो लाइनमा जान्छ, प्रिन्ट आई प्रिन्ट भनेपछि हामीले यहाँ आउटपुट सेक्सन छुट्टै यहाँनिर मैले लेखिदिएँ होइन। आउटपुट सेक्सनमा कति प्रिन्ट भयो त, 1 प्रिन्ट भयो होइन, प्रिन्ट आई गर्दाखेरि। अब नेक्स्ट आई भनेको के हो, जहाँ 4 छ त्यहीँ जानु हो नि त, यहीँ लुप घुम्ने हो। अब आईको भ्यालु बाई डिफल्ट कतिले बढ्छ, यसमा केही लेखा छैन भनेपछि, स्टेप लेखा छैन भने 1 ले बढ्छ। आईको भ्यालु बढेर कति भयो, 2 भयो, प्रिन्ट आई प्रिन्ट भयो, 2 प्रिन्ट भयो। यस्तै गरेर फेरि नेक्स्ट आई भनेपछि माथि जान्छ, आईको भ्यालु 1 ले बढेर कति हुन्छ, अब 2 + 1 3 भयो नि त। अनि प्रिन्ट आई भने आईको भ्यालु कति छ, लास्ट टाइम 3 छ, 3 प्रिन्ट हुन्छ। त्यस्तै गरेर फेरि माथि जान्छ, नेक्स्ट आई गर्ने बित्तिकै 4 लुपमा जान्छ, आईको भ्यालु अब 3 बाट 1 ले बढेर कति भयो, 4 भयो। अनि प्रिन्ट आईको भ्यालु लास्ट टाइम 4 छ भनेपछि 4 प्रिन्ट हुन्छ। यसरी नै अब बढ्दै जान्छ होइन। कहिलेसम्म बढ्छ, आईको भ्यालु 10 हुन्जेलसम्म हाम्रो घुम्छ नि त होइन। आईको भ्यालु 10 हुने बेला अनि 10 प्रिन्ट हुन्छ। अनि फेरि प्रिन्ट आएपछि यहाँ आउँछ, नेक्स्ट आई भएपछि माथि जान्छ, आईको भ्यालु 11 हुन खोज्छ, तर हुन पाउँछ त, पाउँदैन, किनभने हामीले यहाँ के गरिदिएका छौँ, 1 देखि 10 सम्म मात्रै भनेका छौँ। त्यसपछि के हुन्छ त, लुप यहाँबाट बाहिर आउँछ, इन्ड सब भएर अनि माथि जान्छ र इन्ड हुन्छ। यसरी 1 2 3 4 5 6 7 8 9 10 सम्म प्रिन्ट हुन्छ। यो त एउटा सिम्पल क्वेसन थियो। एउटा फेरि अर्को क्वेसन लियौँ हामी। अर्को क्वेसन मैले अझै एउटा सिम्पल क्वेसन लिएँ, 1 3 5 7 होइन, डट 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 10th टर्मसम्म प्रिन्ट गर्ने एउटा अर्को प्रोग्राम लिएँ। अब यसलाई हेरौँ। सुरुमा डिक्लियर, DCLAR डिक्लियर, सबबाट गर्दैछौँ, सब सिरिज होइन। अनि त्यसपछि के गर्ने, स्क्रिन क्लियर गरिदिने, स्क्रिन क्लियर गरिदिउँ, CLS स्क्रिन क्लियर भयो। स्क्रिन क्लियर भइसकेपछि के गर्ने त, अब कल गर्ने, कललाई गर्ने हो, यसलाई गर्ने हो, कल सिरिज। अब कल गर्ने बित्तिकै हाम्रो कहाँ आउँछ, सब भन्ने लाइनमा आउँछ, सब सेरी। यो प्रोग्राम गर्दैछौँ। अब अड, यसमा चाहिँ के कसरी प्रोग्राम गइरहेछ त, अड नम्बरहरू आइरहेछ नि त, 1 3 5 7 भनेको अड नम्बरहरू छ। सब गरिसकेपछि अब के गर्छौँ, हामीले लुप लगाउँछौँ, 4 I = 1 2 कतिसम्म, 10th टर्मसम्म निकाल्नु पर्ने भएको हुनाले 10 चोटि लुप घुमाउँछौँ अब होइन, 1 to 10। अब यसमा के गर्नुपर्ने छ त भनेपछि हामीले एक एकले भ्यालु बढाउनु पर्ने छ नि त, 2 ले भ्यालु बढाउनु पर्ने छ। त्यही भएर हामीले के गरिदिए भनेपछि यहाँ स्टेप 2 लेखिदिए। केही नलेख्यो भनेपछि 1 ले बढिरहेको थियो, स्टेप 2 गरिदियो भनेपछि अब के हुने भयो त, 1 पछि कति आउने भयो, 3 आउने भयो नि त होइन। 3 पछि 2 ले बढेर 5 हुने भयो, प्रिन्ट आई। अनि नेक्स्ट आई, इन्ड सब गरिदिउँ, माथि गएर अनि त्यसपछि इन्ड सब भन्ने बित्तिकै जहाँबाट कल गरेका छौँ त्यहाँ जान्छ र प्रोग्राम इन्ड हुन्छ। स्टेप 2 गऱ्यौँ, त्यही भएर के हुने भयो त, 1 3 5 7 यसरी प्रोग्राम जाने भयो।
अब एउटा अर्को प्रोग्राम लिउँ। अर्को प्रोग्राम मैले लिएँ 2 8 18 32 ... 10th टर्म। अब यसमा के छ भनेपछि अब प्याटर्न बुझ्नु पर्यो पहिला। अब 2 8 18 कसरी गइरहेछ। अब हाम्रो यसमा चाहिँ अब हामीले प्याटर्न बुझेनौँ भनेपछि के गरिदिने भनेपछि कमन के छ त 2 कमन लिदिउँ नि त। 2 कमन लियो भने 2 कमन लियो भनेपछि 1 भयो हैन। 4 2 जा 8 9 2 जा 18 16 2 जा 32 10th टर्म यसरी गइरहेछ भनेपछि अब के भयो त 1 4 9 16 भने त के हो त स्क्वायर हो नि त। यो त स्क्वायर 1 को स्क्वायर 2 को स्क्वायर 3 को स्क्वायर 4 को स्क्वायर रहेछ। अब सिम्पली के गर्दिउँ त यहाँ हामी अब फेरि एउटा यहाँनिर डिक्लेयर गरौँ। डिक्लेयर सब सेरी CLS गरेपछि के गर्ने कल गर्ने कल सेरी कल गर्यो भने चाहिँ के हुन्छ हाम्रो सब भन्ने लाइनमा आउँछ सब सेरी हैन। त्यसपछि 4 I इक्वल्स टु कति 1 to 10 किनकि 10th टर्मसम्म निकाल्नु पर्ने छ। अब के गर्दिने भनेपछि सिम्पली प्रिन्ट गर्दाखेरि हाम्रो यसरी गइरहेछ नि त 2 into हैन 2 into 1 I स्क्वायर रहेछ नि त यो भनेको त। त्यही गरिदिउँ यहाँ अब प्रिन्ट 2 into I स्क्वायर गर्नको लागि के गर्छौँ हामी यसरी लेख्छौँ। सरी है 1 भएको छ यहाँ यो चाहिँ I हो I एप्सिलोन 2 अनि नेक्स्ट I गरिदिएपछि इन्ड सब भयो र माथि जहाँबाट कल गरेको थियो त्यही जान्छ र इन्ड हुन्छ। यसरी चाहिँ यो प्याटर्न गएको छ। फेरि एउटा अर्को क्वेसन चाहिँ हामी लिएर हेरौँ। सिरिजकै मैले एउटा अर्को क्वेसन लिएँ। One, 2, 4, 7 ... 10th टर्म। अब पहिला त हामीले प्याटर्न बुझ्नुपर्ने हुन्छ। 1 2 4 7 देखि लिएर 10th टर्मसम्म चाहिँ हाम्रो निकाल्नु पर्ने छ। अब यसलाई चाहिँ कसरी गरौँ भनेपछि अब प्याटर्न बुझौँ पहिला। के भइरहेछ त यो र यसको बीचको ग्याप कति छ यसको र यसको बीचको ग्याप छ 1 अनि यसको र यसको 2 यसको र यसको 3 1 ले ग्याप 2 ले ग्याप 3 ले ग्याप छ। अब कतिले होला ग्याप 4 ले एक एकले ग्याप बढ्दै गइरहेको रहेछ नि त। प्याटर्न हामीले बुझिहाल्यौँ। प्याटर्न बुझ्यौँ भनेपछि प्रोग्राम गर्न सजिलो हुन्छ। अब हामीलाई मजाले प्रोग्राम गरौँ। डिक्लेयर सब सिरिज अनि स्क्रिन क्लियर गरिदिउँ। स्क्रिन क्लियर गरिदिएपछि अब कल गरौँ कल सेरी हैन। अब यहाँ चाहिँ के छ त फर्स्ट भ्यालु हाम्रो कति छ फर्स्ट भ्यालु 1 छ नि 1 छ भनेपछि फर्स्ट भ्यालु 1 छ भनेपछि यसलाई चाहिँ के गरिदिउँ कुनै एउटा भेरिएबलमा राखिदिउँ। मैले x दिएँ x को ठाउँमा अब y z a b c जे दिन नि मिल्यो हैन। त्यसपछि ग्याप कतिको छ एक एकको ग्याप छ एक एकले ग्याप बढिरहेछ। पहिला 1 ले ग्याप छ अनि 2 ले छ अनि 3 ले छ अनि 4 ले छ भनेपछि एक एकले ग्याप बढ्दै गइरहेको छ नि त हैन।
त्यही भएर मैले ग्याप कति दिएँ त अब ग्यापलाई जी लेखिदिएँ है ग्याप कति छ ग्याप 1 छ सरी यहाँ 2 भएर रहेछ हैन यो पनि 1 हो नि त फर्स्ट हाम्रो भ्यालु 1 छ त्यही भएर x को भ्यालु पनि 1 दिए ग्यापको भ्यालु पनि 1 दिए अब के गर्ने भनेपछि हामीले a लाई प्रिन्ट गर्दियौं सरी x लाई प्रिन्ट गर्दियौं x को भ्यालु 1 छ सुरुको भ्यालु हामीलाई 1 चाहिएको हुनाले x लाई चाहिँ प्रिन्ट गर्दिए मैले यहाँनिर प्रिन्ट x गर्दिए x प्रिन्ट गर्ने बित्तिकै 1 प्रिन्ट भयो तर हामीले एकैचोटी 1 मात्रै प्रिन्ट गर्नु छैन अरु भ्यालुहरु पनि छ त्यही भएर के गर्दिए भनेपछि यो भन्दा माथिपट्टि मैले लाइन छोडेको थिएँ यहाँ 4i equals to 1 to 10 हामीले त 10th टर्मसम्म निकाल्नु पर्ने छ नि त त्यही भएर हामीले चाहिँ के गर्दियौं फोर लुप लगाइदियौं अब 1 मात्रै प्रिन्ट गरेर भएन नि त 1 मात्रै प्रिन्ट गरेर भएन अब नेक्स्ट आई गर्दियो भने त फेरि 1 1 1 1 मात्रै प्रिन्ट हुन्छ हैन त्यही भएर के गर्दिने भनेपछि अब ग्याप जोड्दियौं के ग्याप जोड्दियौं x इक्वल टु x प्लस ग्याप गर्दियौं पहिला x को भ्यालु 1 छ 1 ले 1 जोड्यो भनेपछि 2 भयो नि त अब नेक्स्ट टाइम त 2 प्रिन्ट हुनुपर्ने छ हाम्रो 2 प्रिन्ट हुनुपर्ने छ त्यही भएर के गर्दिए मैले ग्याप यसमा जोड्दिए अब ग्यापलाई पनि बढाइदियौं ग्याप कतिले बढिरहेछ ग्याप सुरुमा 1 थियो अनि 2 छ अनि 3 छ भनेपछि ग्याप पनि बढिरहेछ एक एकले बढिरहेछ नि त ग्याप पनि ग्याप इक्वल टु ग्याप प्लस 1 गर्दिए यति गरेपछि हाम्रो प्रोग्राम भइहाल्यो नेक्स्ट आई हैन अनि इन्ड सब गर्यो भनेपछि प्रोग्राम जहाँबाट कल गरेको थियो त्यही हुन्छ यहाँ लाइन छोड्न बिर्सेछु कल गरेको तल इन्ड हुन्छ यो प्रोग्राम कसरी बगिरहेछ त्यो हेरौँ है त यस्तो हाम्रो प्याटर्नमा आउनु पर्यो 1 2 4 7 7 पछि कति होला अब 11 होला हैन यसरी नै बढ्दै जाला अब यसपछिको ग्याप त हाम्रो 5 को ग्याप होला हैन 4 को ग्याप होला यहाँनिर भने 7 + 4 11 अनि 11 + 5 16 त्यसरी जाला नि त एकचोटी यसलाई प्रोग्रामलाई हामी रन गरेर हेरौँ अब प्रोग्राम अलवेज फ्लो टप टु बटम सुरुमा डिक्लेयर सब सिरिज भन्ने एउटा नाम लेख्यौं cls गर्यौं हामीले स्क्रिन क्लियर भयो स्क्रिन क्लियर भइसकेपछि कल गर्यौं कल गर्ने बित्तिकै हाम्रो प्रोग्राम कहाँ आयो सबमा आयो हैन इन्डको पछाडी सब यहाँ एउटा लाइन छुट्या छ है सब लेख्न बिर्स्यो अलि हतारमा सब सेरी गर्दियौं अब यो लाइनमा आयो हैन कल गर्ने बित्तिकै यो लाइनमा आयो x को भ्यालु सुरुमा कति छ हाम्रो x को भ्यालु कति छ x इक्वल टु 1 छ अनि g कस्टु कति छ 1 छ यो लाइनमा आइसकेपछि यो लाइनमा आयो g इक्वल टु 1 4 i को भ्यालु कति छ सुरुमा i इक्वल टु 1 छ अब यो लाइन पछि कहाँ आयो यो लाइनमा आयो अब 4 र नेक्स्ट को बीचमा घुम्ने हो है फेरि लुप यहाँ 4 छ भनेपछि जहाँ नेक्स्ट छ त्यसको बीचमा लुप घुम्ने हो i इक्वल टु कति छ 1 छ त्यसपछि के भनेको छ हामीलाई यो लाइनमा आयो नि त अब प्रिन्ट x अब आउटपुट सेक्सनमा प्रिन्ट x को भ्यालु कति छ लास्ट टाइम 1 छ 1 प्रिन्ट भयो अब फेरि x इक्वल टु x प्लस g x इक्वल टु x प्लस g 1 प्लस 1 इक्वल्स टु कति भयो 2 भयो अब यो लाइनमा आयो g इक्वल्स टु g प्लस 1 g भने 1 छ 1 प्लस 1 कति भयो 2 भयो नेक्स्ट आई फेरि माथि गयो नेक्स्ट आई भनेको के हो अब सेकेन्ड लुप स्टार्ट हुनु हो अब सेकेन्ड लुप स्टार्ट हुँदाखेरि आई को भ्यालु बढेर कति हुन्छ केहीले यहाँ हामीले स्टेप लेखेका छैन भनेपछि बाइ डिफल्ट 1 ले बढ्छ आई को भ्यालु कति भयो अब 2 भयो प्रिन्ट
x को लास्ट टाइमको भ्यालु कति छ 2 छ नि त आउटपुट सेक्सनमा कति प्रिन्ट हुने भयो त अब 2 प्रिन्ट हुने भयो हैन अब फेरि यो लाइनमा जाउँ x = x + g x = x को भ्यालु लास्ट टाइम कति छ 2 छ g को भ्यालु कति छ 2 छ 2 + 2 4 अब यो लाइनमा जाने भयो g = g + 1 g को भ्यालु लास्ट टाइम कति छ 2 छ अनि 2 + 1 कति हुन्छ 3 हुन्छ फेरि के भयो नेक्स्ट आई भन्ने बित्तिकै कहाँ जाने भयो फोर लुपमा जाने भयो आई को भ्यालु बढेर अब कति हुने भयो आई को भ्यालु बढेर कति भयो अब आई को भ्यालु बढेर लास्ट टाइम आई को भ्यालु कति थियो लास्ट टाइम आई को भ्यालु 2 थियो त अब कति भयो 3 भयो अब फेरि प्रिन्ट x को लास्ट टाइमको भ्यालु कति छ 4 छ भनेपछि यहाँ कति प्रिन्ट भयो 4 प्रिन्ट भयो अब फेरि यो लाइनमा गयो x = x + g x को भ्यालु कति छ 4 छ g को भ्यालु कति छ 3 छ 4 + 3 7 अब यो लाइनमा गयो g = g + 1 g को लास्ट टाइमको भ्यालु कति छ 3 छ 3 + 1 4 भयो हैन अब नेक्स्ट आई भनेको के हो आई को भ्यालु 3 बाट कति भयो अब 4 भयो अब यो लाइनमा आयो प्रिन्ट x को लास्ट टाइमको भ्यालु कति छ 7 छ भनेपछि प्रिन्ट कति भयो हाम्रो 7 प्रिन्ट भयो 7 प्रिन्ट भइसकेपछि x = x + g x = x + g x को भ्यालु कति छ 7 छ g को भ्यालु कति छ 4 छ 7 + 4 11 फेरि g को आयो यो लाइनमा आयो g = g को भ्यालु कति छ 4 4 + 1 5 नेक्स्ट आई भनेको कति हो आई को भ्यालु 4 थियो कति भयो अब बढेर 5 भयो प्रिन्ट x को भ्यालु कति छ लास्ट टाइम 11 छ यहाँ कति आयो त अब आउटपुट सेक्सनमा 11 प्रिन्ट भयो अब यो लाइनमा आयो x = x + g x को भ्यालु लास्ट टाइम कति छ 11 छ g को भ्यालु 5 छ 11 + 5 16 g = g को भ्यालु कति छ लास्ट टाइम 5 5 + 1 6 नेक्स्ट आई को भ्यालु बढेर कति भयो 6 भयो प्रिन्ट x को लास्ट टाइमको भ्यालु कति छ 16 छ यहाँ प्रिन्ट कति भयो त 16 भयो यसरी नै अब बढ्दै गयो 10th टर्मसम्म आई को भ्यालु 10 उन्जेलसम्म चाहिँ बढ्दै गयो हैन सो आई होप यो क्वेसन पनि राम्रोसँग बुझ्नु भयो होला अब यसपछि अब हामीले चाहिँ यसको चाहिँ नेक्स्ट एउटा अर्को चाहिँ सिरिज गर्ने छौं त्यो सिरिज यस्तो छ 1 1 2 1 1 2 अनि 3 3 पछि 5 5 पछि 8 8 पछि ... 10th टर्म